Let's go. गिरी भनेर हुँदैन नि साङ्गे टोक्दैन You have to learn, you know. Come. What learn? Mama ले समातिरहेको छु दाजुलाई यहाँ के हालेको यो यत्रो बारी छ साङ्गेको रबर मेरो पम यो त कति डङ 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 वाला फिल हुन्छ यो हुन्छ नि काठले बना थाल्दै चाहिँ ए खोइ पम खोइ वाट्ने ए अहिले एक टोक दिन्छ अनि गुड मर्निङ आज चाहिँ हामी लुक्लामा पहिलो दिन अनि लुक्लादेखि हिमाल पनि खोलेको छ आज वेदर एकदम राम्रो खोलेको छ अनि एकदमै सफा चिसो पनि त्यति छैन हेर्नु त हिमालहरू एकदम मजाको खोलेको छ माथि काट्ने पर्छ हेली बनायो अब यो चाहिँ ढुक्ला एयरपोर्ट हो अनि हेलिप्याड चाहिँ मुनि हो तर यो चाहिँ अर्को पुरानो हेलिप्याड छ यहाँ चाहिँ फर्स्ट टेस्टिङ यहाँ चाहिँ खुम्चुङ मान्छेले पाएको चाहिँ यहीँ छ हामी चाहिँ अहिले यहाँ एउटा ताराको मूर्ति छ त्यो ताराको मूर्तिमा पूजा हुन आएको उहाँहरू थाकेर बस्नुभएको छ साङ्गे टायर यहाँ किन ए यो चाहिँ सबैजना यहाँ चाहिँ भ्यू पोइन्ट यसलाई चाहिँ भ्यू पोइन्ट भन्छ रनवे 24 यहाँ चाहिँ सबैजना भिडियो फोटो खिच्न लागि बस्छ लुक्लाको मेन यही हो
मजा यहाँ चाहिँ उनीहरूले फुल स्पिडमा त्यो गर्छ अनि सिधै उनीहरूको लागि मान्छेहरू एकदम धेरै आइरहेको छ टुरिस्टहरू लुग्ला बजार यहाँ चाहिँ हामी आएको रिजन चाहिँ यहाँ माथि मूर्तिहरू छ मूर्ति पूजा गर्नु लागि आएको यसरी चाहिँ यहाँ कोदोको रक्सी बन्छ आगोमा अब मेरो बुढी चाहिँ यहाँ लुगा धुँदैछ होइन मजाले आनन्द लुगा धुँदैछ हामी चाहिँ यहाँ रेस्ट गर्छौँ मामाको घर बुढीको गाईहरू त बाँकी छ यहाँको चाहिँ गाईको घर चाहिँ यस्तो छ ए आमा चाहिँ यहाँ बसिरहेको छ बजार चाहिँ बाहिर भागेर गएछ हेभन भनेर यही हो क्या उहाँ चाहिँ दिदी बहिनी हो क्या कजन आफ्टर लङ टाइम भेटेको है ल ओ आउनै दिँदैन रहेछ अरूलाई के हुँदैन जम्मको साथी हो टोक्दैन भन्न गुगुलले जानै दिँदैन रहेछ है subscribe and share yo How are you? Hi, Sange. Hello, Sange. हामी अहिले ठक्क एभरेस्ट भ्यू होटलमा आइपुग्यो साङ्गेले के भयो गाह्रो भयो गर्मी भइरहे ए गर्मी त के हुँदैन मा चिसो छ नि ल हेर्नुहोस् हेर्नुहोस् सो हामी भर्खर कफी सक्नु लाग्यो साङ्गेलाई कस्तो लाग्यो एभरेस्ट भ्यू होटल राम्रो
भ्यू पनि के चिनी यसरी खायो क्या उता चिनी यसरी खाएको हो क्या यो चाहिँ यहाँ छ यहाँ चाहिँ यो हिमालहरू चाहिँ सबै छोपिरहेछ अमरनाथमा पनि लगभग छोप्न लागिसक्यो त्यहाँ अनि अब चाहिँ हामी यहाँबाट झर्दै नाम्चे होइन नाम्चेदेखि पछि पछाडि हामी त्यो एरियामा यो देखाउँदै भयो होइन यहाँ चाहिँ यस्तो एकदम हेभी एकदम रमाइलो छ नाम्चे बजार अब हामी हिँड्दा हिँड्दा 1 घन्टामा एभरेस्ट भ्यू पोइन्टदेखि नाम्चे बजार पुग्यो नाम्चे बजारको भ्यू अब चाहिँ हामी अहिले नाम्चे बजारको भ्यू ओके सो अहिले चाहिँ नाइट भ्यू नाम्चेको अहिले चाहिँ यो सिजन भएर चाहिँ सबै त्यो लाइटहरू बलिरहेछ यो अफ सिजनमा चाहिँ लाइटहरू खासै बल्दैन भन्दै थियो रमाइलो रहेछ हाम्रो साङ्गेले चाहिँ न्यु खोजे छ ल साङ्गे लेट्स गो मा साङ्गेको मुटु कस्तो हुन्छ अरे कस्तो हुन्छ बिचरा यसरी भन्दै ल हिँड्ने तिम्रो मुटु कस्तो हुन्छ भन न हिजो माथि कस्तो भएको थियो तिम्रो ल जाम ल साङ्गे तिमीलाई नाम्चे बजार कस्तो लाग्यो मामाले कुट्यो क्या साङ्गेलाई कुट्यो अनि साङ्गेलाई एभरेस्ट बेस क्याम्प जानु मन छ कि जानु मन छैन जानु मन छ ए हिँड्नु पर्छ है हिँड्नु प्र्याक्टिस गरेको है हामीले है फुल नाम्चेको भ्यू यहाँ देख्छ मजाले नाम्चे बजार हेलिप्याड चाहिँ अलिकति माथि छ माने नाम्चेको हेलिप्याड जानु पर्दा हामी अस्ति माथि एभरेस्ट भ्यू होटल यो डाँडा पछाडि हो हिँडेर आएको त्यहाँबाट ल हिमाल सबै ढाकिसक्यो नाम्चे बजार यही हो नाम्चे बजार उहाँ सबै रेस्ट गर्दै हुनुहुन्छ अहिले अब एकछिनमा हजुर नाम्चे बजार नाम्चे बजार
यता है ब्लग हजुर यस्तो राम्रो भ्यू छ घर Thank you. Wir sind Pakistan, ja? Und wir sagen Indo-Arabia. हामी अहिले खुम्चुङलाई छाड्दै हामी तेङबुछे हिँड्दैछौँ आमा डाब्लमको भ्यू हेर्दै जति नजिक जान्छ त्यति नै आमा डाब्लम नजिक देख्दै जाँदो रहेछ अनि हामीले छमछेउमा पनि छाड्यो अनि होली माउन्टेनलाई पनि बाई भन्दै अगाडि त्यसले आमा डाब्लम छमछेउमा जाने बाटोमा एकदमै ट्राफिक छ यही हो मान्छे यति धेरै ट्रेकिङको लागि गइरहेको हुन्छ अप डाउन सबैजना हाम्रो टिम चाहिँ आइरहेको छ माथि यहाँ चाहिँ कहिले पनि एक्लो हुँदैन सधैँ मान्छेहरू अप एन्ड डाउनहरू गइरहेको हुन्छ अब तेङबुछे चाहिँ हामी 2-3 घन्टामा पुग्छ अब पुल काटेर अब हाम्रो खाना खाने ठाउँ चाहिँ यो हो एभरेज सेभेन्टी लन्च प्लेस हाम्रो गाइड भाइले सबै मिलाइसकेको छ यहाँ लन्च खाएर अनि माथि लाग्नु लाग्यो अब सबैजना यहाँ ब्रेक लिँदो रहेछ काम श्यामले पछाडि छाड्दै अब हामी लन्च गर्दै उँभो लाग्दैछु तेङबुछे होइन लन्च गरेर तेङबुछेतिर लाग्दैछु अलि बाटो अलिक गाह्रै छ रहेछ यो हिमाल पछाडि हेर्छ मानिहरू घुम्दै वाउ 6 घन्टा हिँडिसकेपछि फाइनली तेङबुछे घुम्न यही हो वाउ 6 घन्टा हिँडिसकेपछि भाइ हाम्रो गाइड भाइ कस्तो भयो भेमा थाक्यो 6 घन्टा हिँडेर कस्तो भयो बिहानको 8 बजी हिँडेको अहिले कति बज्यो 1 2 बज्यो ल 2 बजीमा पुग्यो स्टेसनमा हिँड्यो स्टेसनमा ल अब हो रेस्ट गर्ने टाइम हामी चाहिँ सर्ट गर्दै जाँलाको खोरा
यहाँदेखि घोडा पनि जान्छ तर घोडाको चाहिँ कति 10,000 जस्तो लिन्छ जसलाई क्याम्प हाम्रो होटल राम्रो छ रहेछ नि यार यो चाहिँ तेङ्बुचे गुम्बा बेलुका चाहिँ लाइटहरू बालेर एकदम रमाइलो रहेछ भ्यूहरू चिसो चाहिँ एकदमै बढिरहेछ अहिले चाहिँ हामी अब पङ्गु चाहिँ पुग्न लागिसक्यो याकहरू पनि आइरहेछ त्यो पारि चाहिँ घाम लागेर हिउँहरू मेल्ट हुँदै रहेछ Sange. Wow. Oh. Sange, dojilo khuru lakpara. Sange? Yas हातमा ढुङ्गा छ हेर्दा उसको हातमा यो साङ्गेको हातमा अब हामी अहिले पङ्बुचेमा आइपुग्यो Finally we are here. पङ्बुचेमा आइपुग्यो यहाँ चाहिँ एकदमै हाई अल्टिट्युड भएर अर्ग्यानिकसँग खेल्दै रे अल्टिट्युड भन यो गुम्बा चाहिँ यो खोम्बु रिजनको सबभन्दा पुरानो गुम्बा अनि त्यो एटीको टाउको चाहिँ उता खुम्जुङमा छ अनि त्यो हात चाहिँ यो गुम्बामा छ भन्नुभएको थियो लेट्स सी बत्ती बल्ने यता रहेछ Oh God. सबभन्दा पुरानो गुम्बा
ओ यतिको हात जतिवटा बाल्यो नि यो चाहिँ यतिको हात यो माथिको चाहिँ के हो यो नि टाउको रहेछ नि तिनवटा हिसाब गर तिनवटा हुन्छ तिनवटा हुन्छ बाटो यस्तो छ भिड हो हाम्रो लन्च खाने गाउँ छ त्यो गाउँ त्यहाँ हामी लन्च खाएर हामी ढुङ्गुचे साइडमा लागेको बाटो डेन्जर छ अब हामी आमा डबलमलाई पछाडि छाड्दै भाइ भन्दै लोछे र आइल्यान्ड पिकलाई स्वीकार गर्दै अगाडि बढ्दैछु अनि डिङ्गुचे पछाडि छ अगाडि छ हाम्रो चाहिँ होटल बुढीको कसमकोमा हो गोबर त्यसले आगो बाल्छ यो चाहिँ डिङ्गुचे बजार डिङ्गुचे चाहिँ डिङ्गुचेको यो डाँडा फर्स्ट उसमा हामी जानुपर्ने चाहिँ ऊ माथि डाँडामा हो सबै जान गइरहेछ माथितिर Let's go guys. कति गयो नि फर्किँदै रहेछ साङ्गे के गर्नुभएको माले उता लड्छ उता अहिले चाहिँ हामी ठक्कै डिङ्गुचेको माथि आइपुग्यो धेरै चिसो रहेछ हावा साङ्गे यताबाट हाले पनि गइरहनु छ हाम्रो साङ्गेहरू चाहिँ हो त पुगिसक्यो हावा एकदम चलेछ हामी चाहिँ माथि डाँडाबाट झरेर आएँ ओके सो हामी चाहिँ अहिले क्याफे 4410 मा आएको यहाँ चाहिँ एकदम प्याक हुँदो रहेछ and we're having ginger honey hi Sange के छ माया potato wedges nachos हामी त डिङ्गुचेबाट माथि बेस क्याम्पतिर जाँदै बेस क्याम्पतिर जाँदै आजको हाम्रो स्टे चाहिँ लबुचेमा भनेको छ बाटो हेर्दा तेर्सो रहेछ तेर्सो हेर्नु पनि गाह्रो हुँदो रहेछ
हामी ठुक्लामा आइपुगे यहाँको पानीहरू त्यस्तो सेतो हुँदो रहेछ यहाँ चाहिँ पहिरो गरे जस्तो रहेछ बाटोहरू त्यहाँदेखि त्यहाँ एउटा सानो ब्रिज बनाएछ यस्तो रहेछ हाम्रो खानाको चाहिँ उयो हाम्रो खाना खाने अनि हाम्रो सैनिकहरू पुगिसक्यो पुगिसक्यो मान्छे वेट गरिरहेछ खाना खाने ठाउँमा आइपुग्यो अनि यहाँ चाहिँ यस्तो क्राउड रहेछ यति क्राउड कुरै नगरौँ यो भन्दा माथि चाहिँ यो भन्दा नि क्राउड हुन्छ अरे भन्नुहोस् न सँगै ल मालौँ भाइ तल त लड्छ होला है सो हामीले अहिले भर्खर थुक्लाको उकालो चाहिँ कटिसक्यो थुक्लाको उकालो चाहिँ अलि उकालै रहेछ अनि नसक्नेहरूलाई त अलिक गाह्रो होला अब हामीलाई त ठिकै लाग्यो वाउ यस्तो राम्रो रहेछ आहा हाम्रो ठक्क थुक्ला पास पनि सक्यो थुक्ला पास सकेर अब हामी यहाँबाट बस्न जानु लाग्यो हिउँहरू चाहिँ यस्तो रहेछ अस्ति भर्खर परेर मेल्ट भएको रहेछ नि त्यही भएर Sange. This is Thukla Pass. आज हामीले एउटा पास थुक्ला पास यहाँ चाहिँ सबैजनाको मेमोरिजमा छुट्टै बनाएको छ सबै मन एभरेज सब्मिट गर्ने मान्छेहरू रहेछ यो चाहिँ पहिला एकदमै के भन्छ फर्स्ट सरी हो के भनेर यो सबै छुट्टै चाहिँ मेमोरिजको लागि यहाँ हेर्न यहीँ एउटा चाहिँ स्लोगन क्या दामी रहेछ क्या तिमी थाहा छ तर नरोक आफ्नो घाउ हुन्छ भने सबै त्यही हो जे गरे गर तर गिभ अप नदियो होइन मलाई यहाँ दुखिरहेको छ यहाँ दुखेर तर गइरहेको छु तपाईँले जस्तो म तलै बस्छु मैले त If your ghost doesn't scare you, अब माथि चाहिँ गएर बियर खानुपर्छ
7 समिटको मान्छेको चाहिँ उ त्यो रहेछ मेमोरियलको रहेछ 2019 ओ माय आज चाहिँ हाम्रो लास्ट दिन अब यहाँदेखि चाहिँ हामी डाइरेक्ट एभरेस्ट बेस क्याम्प अनि लोबुचेको होटलमा हो 5000 मिटरमा अनि आज चाहिँ यहाँ सबैजना धेरै सपना देखेर माथि उम्बोलाङ लागेको सबैको सपना हुन्छ तर सबै पुग्न सक्दैन हेरौँ अब आज हामी लास्ट दिनमा हो हामी चाहिँ यहाँ लोबुचेमा होटल पिक 15 बसेको अब हामी आज यहाँबाट निस्किरहेको अब टेम्परेचर एकदमै डाउन छ भ्यूहरू फेरि खतरा छ अब यहाँ मान्छेहरू रेस्क्यु गर्ने एकदमै धेरै बिहानदेखि रेस्क्यु गरिरहेको थियो इट्स नट इजी म पनि झन्डै हिजो बिमारी भएर हाई लागेर कस्तो गाह्रो भइदियो बट नाउ आइ एम फाइन फिट एन्ड फाइन कहाँ गयो हो जाने बाजा आएन हामी चाहिँ अहिले गोरखसिप आइपुग्न लाग्यो यो उकालो चढ्न लागेको अब ल जानुहोस् यो उकालोमा चाहिँ एकदम ट्राफिक रहेछ ओके सो हामी गोरखसिप आइपुग्यो गाह्रो छ त दुःख गरेर लगभग पुग्न आएछ नेभिगेट भेट्न सक्नु हो Yes, maybe. यहाँबाट अब सिधा तेर्सो छ भन्दै थियो हामी गोरखसी पुग्न लाग्यो गोरखसी धेरै टाढा रहेछ लौबुचेबाट त्यो हाई अल्टिट्युडले गर्दा नि होला एकदमै गाह्रो रहेछ हामीलाई चाहिँ अलिकति गाह्रो भएर वेट एकछिन रेस्ट गरिरहेछन् यहाँबाट तल चाहिँ पहिरो गइरहेको रहेछ यहाँबाट तल झऱ्यो नि त नि त भाइ हिँडेन हामी त्यहाँ क्रस हुँदै त्यो माथि माथि जानु पर्दो रहेछ हामी चाहिँ यता गोरखसिपमा आइपुगेर अब लन्च गर्न लाग्यो अनि यहाँ चाहिँ यति धेरै क्राउड हुँदो रहेछ लौबुचे र गोरखसिप चाहिँ लगभग एकदम क्राउड हुन्छ भनेर सुनेको त्यहाँ चाहिँ एम्बुलेन्स आयो भर्खरै हामी चाहिँ अहिले इबिसी तर्फ जाँदैछौँ almost there It's so tired. Let's go. चाहिँ एभरेस्ट बेस क्याम्प हो यो सानो सानोहरू चाहिँ सबै ग्लेसियर रहेछ अब चाहिँ हामीले यहाँ बच्चाको लागि हामी मुरस लागि लेख्न लागेको अर्को हेर्ने मान्छेले इन्सपायर होस् भनेर 5 years 15 days एकछिनमा ल अनि हाम्रो नाम पनि हुन्छ नि ल के
चाहिँ हामी गोरखशिव चालेर जान आएको अब लास्ट यो चाहिँ हाम्रो बच्चाको मेमोरिज त्यो राखेको सबै देशको झन्डा छ टिबेटको झन्डा उता छ क्यानाडाको झन्डा उता कुनामा छ ल अब निस्किने लागेको यहाँबाट भाइ हाम्रो ब्यागहरू गइसक्यो ए त्यो सब अब हामी गोरखशिव छाड्दै जान लागेको यहाँ चाहिँ बिहान बिहान चाहिँ एकदम बढी ट्राफिक हुँदो रहेछ यो बाटो चाहिँ एकदम रिक्स छ अलिकति चिप्ल्यो भने तलतिर पुग्छ अनि निस्किनलाई लाग्छ फेरि 1.5 घन्टा जस्तो यता तल पुग्यो भने एकछिन रेस्ट गर्नुपर्छ माथिबाट आएर छ So dangerous. ब्लक हो अँ ट्राफिक भइरहेछ ट्राफिक हो र यहाँ मान्छे सबै माथिको लाइट चेन्ज भयो छैन बाटोमा चाहिँ धेरै डेन्जर छ एकदम यो चाहिँ अप्ठ्यारो छ Someone drop a beat. यस्तो खतरा ट्राफिक एउटा गएर बाटो जस्तो हुन्छ यता आइज न भनेको के हुँदैन हौ गयो ढोटे पारि हेर्न
फेरि जस्तो चाहिँ काप पसेको बिचमा आएको बाटो कसरी तर्ने त्यो टेन्सन छ अब यहाँ यति धेरै रहेछ बिचरा त्यो जग्गा पनि थाहा छ र मुनिको बाटो डेन्जर छ भनेर आउँदैन त्यो जग्गा हुन्छ त यो यो जग्गा अब छैन एकछिन ल एकछिन भर्खर यहाँ आउँदा के गागे हो गागे हो दुई यहाँ झगडा एकछिन ल माथि हो तपाईँ दुईजना कि यता आउँछ यता चाहिँ म यो यो कुनामा त माइ गड किन माथिबाट त्यतिकै आइरहेछ फेरि साङ्गे हाँसिरहेछ त्यसले त हेर न यहाँ त झगडा पर्दैन रहेछ है ल बराबर भाषा छ सबै आफ्नो आफ्नै होटलै खाँदैन सबै छ बल्ल ट्राफिक खोल्यो ट्राफिक खोल्नु पनि आधी घन्टा जस्तो लाग्दो रहेछ यस्तोमा त साङ्गे साङ्गे जन्मैले जम्केले हाल्यो है हामीलाई अस्ति भर्खरै हेली एक्सिडेन्ट भएको ठाउँ यहाँ हो क्रास भएको छ पाइलट चाहिँ एकदमै एक्सपिरियन्स पाइलट भएर कि नभएको उहाँले एउटा खुट्टा राखेर अर्को राख्नु नसक्दाखेरि हेली पल्टेको थियो त्यो चाहिँ हेली त्यहीँ छ अहिले त्यो हेली चाहिँ अहिले छोपेर राखेको छ यहाँ चाहिँ हेली भन्ने सबै रेस्क्युको लागि मात्रै आउँछ मोस्टली रेस्क्यु बिना हेली आउने भने एकदम गाह्रो हो मान्छे सोध्यो हेलीमा पुग्छ मान्छे त्यो इम्पोसिबल हुँदै हुँदैन फर्स्टमा एलिटिडसँग खेल्नु सक्दैन सेकेन्ड चाहिँ मान्छे कम लिएर जान्छ नि त्यस कारणले यो 5000मा पुग्यो हामी अहिले त्यो हेली होइन राम्रो त्यो हो पनि सबै छोपेको छ नि के बाबा चाहिँ सबै छोपेर राखेको रहेछ We are Labuche. अहिले चाहिँ हामी तुगला पास यहाँ चाहिँ स्पेसली के हो भने 2016तिर एउटा मेमोरिजको एउटा बनाएको रहेछ जहाँ माउन्टेनियर शेर्पा र सबैजनाको मेमोरिजको लागि त्यही त भन्ने नि सबैजनाको नाममा यो चाहिँ एउटा ग्रेभयार्ड तर ग्रेभयार्ड जस्तो होइन त मेमोरिजको लागि सबैजना आफ्नो मान्छेहरूको यो ठाउँ चाहिँ एकदमै आफ्नो ठाउँ चाहिँ सबैजना मान्छे यहाँ खोजेर खदक चराएर जान्छ अब अहिले चाहिँ हामी तुगलादेखि चाहिँ पेरुची जान लागेको तुगला टु पेरुची यहाँ चाहिँ के छ भने बाटो अलिकति डरलाग्दो छ यहाँ चाहिँ अलिकति अफ रोड छ जे पनि हुनसक्छ माथिबाट ढुङ्गाहरू पनि चल्नसक्छ अलिकति डरलाग्दो छ तुगलामा चाहिँ मान्छेहरूले लन्च
गर्ने ठाउँ हो त्यसपछि सिधै माथि जाने ठाउँ जस्ट अप एन्ड डाउन बर्डर चाहिँ यहीँ पर्छ ल यो बाटो चाहिँ अलि डरलाग्दो छ हेरेर राम्रोसित जानुपर्छ ओके गाइस सी यू अब चाहिँ हामी भेरोचीमा ब्रेकफास्ट ब्रेड विथ एग अनि फेरि चाहिँ म ब्रेकफास्ट खाँदै अब फर्स्ट टाइम आफ्टर लङ टाइम मिठो लागेको भने आधा रहेन फेरि चाहिँ म चिकन अनुहार बिगारिरहेको छ ओ सङ्गे यहाँ चाहिँ नेपालीहरू भेट्ने अलिक गाह्रो नै छ गाइड र पुरहरू बाहेक फेरि चाहिँ म ठिक छ ओके अब चाहिँ हामी ठाउँ छाड्दै फेरि चाहिँ छाड्दै जान लाग्यो अब फेरि चाहिँदेखि चाहिँ हामी नाम्चे जान्छ नाम्चे चाहिँ लगभग 9 घन्टाको बाटो हो यहाँ होटल रुमहरू एकदम राम्रो छ होटल पनि राम्रो छ रुमहरू पनि राम्रो छ फेरि चाहिँ अलिकति तातै छ यहाँ डेन्टिस्ट पनि छ जस्तो लाग्यो बच्चल भनिरहेको थियो अनि यहाँ चाहिँ रुमहरू पनि राम्रो छ खाना पनि एकदम मिठो छ अब फेरोचेलाई पछाडि छाड्दै हामी आज नाम्चे जाँदैछौँ ल जस्तो मजाको घरहरू छ यहाँ तातो न्यानो यहाँ चाहिँ के छ सबै यहाँ बेकरी आइटमहरू सबै छ तर सक्दोसम्म चाहिँ बेकरी नखाऊ भनेर डक्टरहरूले सजेस्ट गरिरहेको छ यही हो अर्को टिमहरू पनि आइसक्यो अब सबै टिम रेडी भएर जान लागेको छ होइन दाइ कस्तो भइरहेको छ ठिक छ ठिक छ ठिक छ आज त कति खुसी छु म किन धेरै चिसो उहाँ चाहिँ हामीहरू स्टार्टिङ डेदेखि नै सँगै हुनुहुन्छ उहाँ चाहिँ अर्को टिम हो तर हामी सँगैसँगै भेटिरहेको छ ल उहाँ चाहिँ गाइड है ल ओके दाइ ओके सी यू वेलकम सङ्के रेडी सँगसँगै जाउँ है दाइ ल ओके मेरो बुढी पनि रेडी हो बुढी ठिक छ भाइ ठिक छ दा एकदम गुड आज निन्द्रा मजा लाग्यो है अँ आज चाहिँ मजा निन्द्रा लाग्यो ल हामीले चाहिँ यहाँ पनि एउटा के भन्छ मेमोरिजको लागि एउटा लेखेको छु जस्तो कि यहाँ के लेखेको छ भने यहाँ चाहिँ हाम्रो भाइहरू सामान प्याक गर्दैछ कसरी प्याक गरेर मिलाउँदैछ मजाले के छ भाइ सब ठिक छ आज गाह्रो भयो है गेस्टहरूतिर उहाँले चाहिँ हामी स्टार्टिङ डेदेखि नै सँगै एकदमै दुःख गरेर एकदमै दुःख गरेर उहाँ बिना हामी सक्सेस पनि हुँदैन त्यस कारण बिग रेस्पेक्ट टु अल द पोर्टर्स एन्ड गाइड ओके बाटो राम्रो हुँदै आयो भने यहाँ पनि एक्कासी आउँछ क्या त्यही हो अस्ति हामीलाई त कस्तो गाह्रो भइदियो रेस्ट गर्दै आउनुपर्छ यो चाहिँ एउटा मेमोरिजको लागि हो रहेछ पहिलादेखि नै 1987 को हुन्छ रहेछ 1922 यो चाहिँ उनीहरूको मेमोरिजको लागि बनाएको रहेछ यहाँ र त्यहाँ पनि छ भन्दै थियो अनि यहाँको चाहिँ के छ भने कि कतिको लास्ट भेटेको हुन्छ एभरेस्टमा कतिको डेड बडी नभेटेको हुन्छ अनि नभेटेकोहरूको नाममा पनि यस्तो मान्छे एकदमै धेरै छ रहेछ नेभलिस पनि छ रहेछ इन्टरनेसनल सबैको लागि मेमोरिजको लागि हो रहेछ जस राम्रो बनाएको छ जस यो ठाउँहरू घुमेर मात्रै थाहा हुन्छ यतिकै हुन्छ नि भ्लगमा हेरेर भिडियो हेरेर केही बुझ्छ जस्तो लाग्दैन किन मैले यो ठाउँहरू मैले भ्लगमा पनि देखेको छैन त्यस कारण प्लिज भिजिटै गर्नुपर्छ ठाउँहरू चाहिँ कस्तो छ भन्नु लाइफ एन्ड डेटको यस्तो छ डेड जोन टाइपको हिजो हामी नै -40-50सम्म यो टिमहरू सबै आज नाम्चे खच्चरहरू सबै नाम्चेमै पुग्छ आज सबैजना नाम्चे चाहिँ यहाँदेखि
लगभग 9 घन्टा 9 घन्टाको बाटो 20 किलोमिटर चाहिँ नाम्चे पुग्छ आज किन आज भ्लग किन बनाएको भने अलि एनर्जी आयो बिमारी भयो 3 दिन जस्तो भइदियो नाकबाट रगत आउँदो रहेछ मुखबाट भमिट हुँदो रहेछ छिर्ने पनि छिर्दो रहेछ आज बल्ल अलि एनर्जी हाई यहाँ कुकुरहरू एकदम डेन्जर हुन्छ होसियार गर्नु किन क्लिनिङमा सर्दा कुकुरले टोकेको मात्रै आउँछ टुरिस्टहरूलाई फेरि चाहिँ सार्दै अब नाम्चे फेरि चाहिँ म पनि हेलिप्याड इमर्जेन्सी रेस्क्युको लागि यहाँ आउने हेली भन्ने नै इमर्जेन्सी रेस्क्युको लागि मात्रै हो आज पनि यहाँ रेस्क्युको लागि हेली आउनु भइसकेको छ अब हामी चाहिँ अगाडि बढ्दै घर भाइ पनि भेट्यो मजाले ल सबैजना यहीँ भेटिहाल्नु ल भाइहरू हेर्नुहोस् त हामी सँगै पहिला हामी यहीँदेखि खाना रेस्ट गरेर दिनपछि गएको थियो आज चाहिँ अब यहीँदेखि ब्रेकफास्ट खाएर 4 पुग्यो अब हामी खाना अलि मुनि रहेछ माउन्टेन गोट फाइनली यो चाहिँ माउन्टेन मात्रै बस्छ कहाँ गयो माउन्टेन गोट आज हामीले फर्स्ट टाइम क्याप्चर गरेको हेर्न यस्तो मन लड्दैन रहेछ ओ माई गड भिड हेर्न स्टिभ ओ माई उनीहरू खुट्टामा के छ होला कि यस्तो वाउ यो चाहिँ मान्छेहरूले मार्दैन रहेछ उनीहरूले एट्याक पनि गर्दो रहेछ दामी है कामीले चाहिँ बाहिरहरू गरिरहेछ अब चाहिँ हामी लुक्लाबाट हिँड्नु लागेको सरी नाम्चेबाट नाम्चेमा चाहिँ हामी फ्यामिली लजमा बसेको एकदम राम्रो छ हाम्रो रुम चाहिँ माथि कुन्नाको चाहिँ हो नाम्चे बजार होइन बिहान 8-9 बजीदेखि नै रेडी भइसक्यो नाइट लाइफ चाहिँ त्यति देखाउनु पाएन तर हुन्छ नि एकदमै पिसफुल राम्रो हुन्छ अब चाहिँ नाइट लाइफ चाहिँ देखाउनु पाएन तर डे मर्निङको चाहिँ देखायो यही हो नाम्चे बजार ठमेलभन्दा दामी छ नाम्चेमा हो त भाइ नाम्चे अनि नाम्चेमा नभएको चिज केही छैन बारहरू यस्तो राम्रो आउँछ अनि यहाँ चाहिँ मानि घुमाउने सबै के भन्छ पानीको फोर्सले मजाले घुमाउँछ हिजो हिँड्दा हिँड्दा होला न खुट्टाहरू क्या दुखिरहेछ पानीको फोर्सहरू अनि लुक्लाको बाटो चाहिँ यही हो यहाँदेखि चाहिँ लुक्ला लगभग 6 घन्टा 8 घन्टा जस्तो पुग्छ अनि खाना चाहिँ होइन यस्तो दामी खोलेको छ खाना चाहिँ फाक्दिङमा खाना खाएर हामी जमाएको नाम्चेको छेतेन
लास्ट ब्रिज क्रस गर्दै नाम्चेलाई बाई भन्दै पासाङ लामुको मूर्ति ओ दामी छ है ओ ल अब चाहिँ हामी नाम्चेलाई छाड्दै